भने नेपाल इज सोल्ड आउट इन कफी। नेपालमा कफी अहिले छैन। अहिलेसम्म मैले धेरै भिडियोहरू कसरी कफी खाने, कसरी कफी बनाउने भन्ने विषयमा चाहिँ धेरै भिडियोहरू बनाएँ। कफीको प्रमोसन गर्ने भनेर मात्रै लागेर भएन कि कफीलाई उत्पादन कसरी बढाउने भन्ने कुरामा चाहिँ नि एकदमै धेरै ध्यान दिनु पर्यो। त्यसकारणले गर्दा मेरो सबै साथीहरू जो जस्तो हुनुहुन्छ या अहिले इन्भेस्ट गर्न खोजिराख्नु भएको विदेशमा भएका स्वदेशमा भएका साथीहरूलाई विनम्र आग्रह के हो भने कफी खेतीको बारेमा अलिकति चासो दिनुहोस्, प्रोडक्सन गर्नुहोस्, ख्याल गर्नु होला। अब आउँदो 15-20 वर्ष पछाडि नेपालमा सबैभन्दा प्रमुख एग्रिकल्चर के हुन्छ भने त्यो कफी हो। त्यसकारणले गर्दाखेरि म अब लगत्तै कफीको खेती कसरी गर्ने भनेर मैले जानेका कुराहरू पनि म सेयर गर्छु र मैले नजानेका कुराहरू त्योसँग विषयविज्ञ साथीहरू हुनुहुन्छ भने उहाँहरूलाई पनि ल्याएर तपाईँहरूका केही प्रश्न छन्, कफी खेती कसरी गर्ने, कहाँ गर्ने, कस्तो खाले जमिन उपयुक्त हुन्छ, मेरो फलानु ठाउँमा जमिन छ त्यहाँ कफी खेती हुन्छ कि हुँदैन भनेर धेरै साथीहरू सोध्नु भएको छ। तपाईँहरूलाई कस्तो खाले जानकारी आवश्यक छ, यदि तपाईँले मलाई लेख्नुभयो, भन्नुभयो, मेसेज गर्नुभयो भने मैले त्यही सम्बन्धी भिडियोहरू चाहिँ अब बनाउँदै जानेछु। किनभने नेपाललाई अब उत्पादन चाहिएको छ। कफीको प्रमोसन गरेर कफी बेचौँ मात्रै भनेर हुँदैन, बेच्नलाई त कफी नै चाहियो। सबै साथीहरू मिलेर कफी उत्पादनमा लागौँ।